हेलो गाइज, हाम्रो घरतिर चाहिँ बाघ आछ। मैले चाहिँ अघि नि भिडियो बनाउन चास थिएन अनि अब चाहिँ म चाहिँ घरको छतमा छु। सबै मान्छेहरू यहाँ छन्, सबै घरको छतमा छन्। सो अहिले देखाउँछु। जामै त्यति बेला त हेर्न ल। अब गाइज हामी यताको घरमा हेर्न जाँदैछ, मम्मी म पनि। ल आउनु छिटो, फेरि बाटोतिर अहिले चाहिँ हामी यहाँ बाहिर आएर हेरेर बसेछौँ। बाघ चाहिँ यो घरको पछाडि छ अनि लाइक एकदम पुलिस फरेस्ट्री अब यो भेटनेरी अनि यो लाइक केमिकल्सहरू ल्याएर सबै त्यहाँ माथि बसेर हेर्दै हुनुहुन्थ्यो। हामी चाहिँ यहाँ हेर्दैछौँ, जसै बाहिरै लिएर आउने भन्दै हुनुहुन्थ्यो। सो वी अल वेयर वेटिङ। अनि यो चाहिँ लाइक 4 o'clock-तिर थियो दिउँसो अनि ल्याउँदाखेरि त इभिनिङ भइसकेको थियो अनि त्यो वर सो मेनी पिपल जसले गर्दा बाघ झन् आत्तेला जस्तो भइसकेको थियो। हामी नि आत्तेला जस्तो भएको थियो अनि धेरै नै मान्छे हुनुहुन्थ्यो अनि हामी चाहिँ त्यही कुरेर बसेको थियौँ। अनि स्टिल त इभिनिङ भइसक्यो, चराहरू हिँडिसक्यो, इभिनिङ भइसकेको थियो अनि कति धेरै मान्छे हुनुहुन्थ्यो कि बाहिर अनि भित्र त रिक्स थियो नि त। अनि यति बेला चाहिँ अब बाघलाई चाहिँ केही केमिकल्सहरू हालेर अनकन्सियस बनाउने रहेछ कि 5-6 आवर्सको लागि, सो द्याट त्यसलाई चाहिँ इजिली अर्कै ठाउँमा लिएर जान सजिलो हुन्छ भनेर। सो हामी सबै वेट गरिरहेको थियौँ अनि यसमा चाहिँ अब बाघ आयो भने सब भागेर हामी पनि भागेको थियौँ अनि एकदम डर लाग्थ्यो। यति बेला त सब भाग्दा म झन् क्यामेरा नै युज गरी भागेको थिएँ। पछि चाहिँ नरहेछ, जस केमिकल्स हालेपछि त्यो लियोपार्ड चाहिँ जम्प गर्दाखेरि चाहिँ सबै मान्छे भाग्नु रहेछ। अनि मैले चाहिँ अहिलेसम्म लाइक देखेको थिइनँ कि रियलमा। सो आई वाज एक्साइटेड अनि म र मम्मी अनि आन्टीहरू यहीँ कुदेर बसिरहेको थियौँ। अझै डराएको पनि थिएँ कि अनि एकदम लियोपार्ड त डेन्जरस हुन्छ नि अनि एक्साइटेड पनि थिएँ। अनि एकदम सबै लाइक स्कुलबाट सबै यही हेर्न भनेर आइसकेका थिए। यो चाहिँ बाघको माथिबाट खिचेको क्लिप हो। यहाँ चाहिँ यसरी नै बसेको थियो कि बाघ अनि त्यही एउटा भिडियो हो। हेर्दा नै डर लाग्दो थियो यो चाहिँ होइन। अनि अब चाहिँ लाइक त्यही कि बाघलाई पनि केही हार्म नहोस् भनेर एकदम केमिकल मेथड हुन्छ नि त, एकदम स्लो प्रोसेस हुँदो रहेछ यो, सो द्याट कि पिपलहरूलाई पनि हार्म नहोस् र एनिमल अब्युजहरू केही पनि नहोस् हुन्छ नि त। अब एनिमललाई केही पनि गर्न पाइँदैन, ल अनुसार र गर्न पनि हुँदैन, त्यसैले सबै प्रोसेस क्यारिड आउट गरिएको थियो। र यो इभिनिङ भइसकेको थियो, हामी दिउँसोबाट घुरिरहेको थियौँ अनि यसमा चाहिँ ल्याइयो, यो चाहिँ मुख पादिएको थियो सो द्याट यसले चाहिँ एकदम हार्म गर्न लाइक हुन्छ नि त, बाइट गर्न खोजे जस्तो भयो अनि मान्छेहरू चाहिँ टच गर्नुभएको थियो अनि स्टिल यो मुभ भइरहेको थियो अनि यो चाहिँ माथिबाट र यो चाहिँ एकदम हेभी थियो भन्ने सुनेको थिएँ। यो चाहिँ भित्र हाल्न लाग्यो र स्टिल यो मुभ भइरहेको थियो। त्यति बेला त कस्तो डर लाग्थ्यो अनि चाहिँ यो भित्र हालिसकेपछि यो चाहिँ 5-6 घन्टापछि चाहिँ एक्टिभ भइहाल्दो रहेछ, त्यही भएर छिटो गर्नु भन्दै हुनुहुन्थ्यो मान्छेहरू। अनि यसलाई हालिसकेपछि चाहिँ यो चाहिँ एकदम एनिमल मान्छे सबै सुरक्षित हुन् भनेर गरिएको प्रोसेस जस्तो। अनि सब रिपोर्टरहरू सब एकदम क्राउड थियो यति बेला त। भित्र नि भित्र अर्को माछा के